यदि वैदेशिक रोजगारको सिलसिलामा हुनुहुन्छ र मालदिप्स आउन चाहनुहुन्छ भने यो भिडियो चाहिँ तपाईहरुलाई एकदम उपयोगी हुन सक्छ। अहिलेको समयमा धेरै छोरी मान्छेहरू रोजगारीको सिलसिलामा मालदिप्स आउने गरेका छन्, तर यहाँ आउनु अघि धेरै सोचविचार गरेर आउनु होला। विशेष गरी छोरी मान्छेहरू डलर दिन्छु भन्दै बोलाएर यहाँ आएपछि रुपियाँ तलब दिने भने जति सेलरी नदिने, काम पनि राम्रो नहुने जस्ता धेरै घटनाहरू घटिरहेका छन्। ठुल्ठुलो रिसोर्टमा स्किल भएको मान्छेलाई राम्रो हुन सक्छ। यहाँ आएर धेरै दाजुभाइ दिदीबहिनीहरूलाई निकै दुःख पाएको मैले आफ्नै आँखाले देखेको छु। त्यसैले विदेश आउनु अघि 100 चोटि सोच्नु होला। विशेष गरी छोरी मान्छेलाई पैसाको लोभ लालच देखाएर यहाँ ल्याएर फसाउने काम भइरहेको छ। कतिपय मैले देखेको पनि छु। त्यसैले आउनुभन्दा अगाडि एकदम सोच विचार गरेर आउनु होला। यदि सेलरी डलरमा दिन्छ भने आउन सक्नुहुन्छ, नत्र भने तपाईहरुले यहाँ आइसकेपछि न गाह्रो भयो भन्न मिल्छ, न गर्मी भयो भन्न मिल्छ, न सेलरी थोरै दिस भन्न मिल्छ। त्यसैले आउन भन्दा अगाडि राम्रोसँग बुझेर आउनु होला। यो परदेश हो, गाह्रो भयो भन्न मिल्दैन, विचार गरेर आउनु होला भन्न चाहन्छु।